नमस्ते सबैजनालाई। हामी साना लगानीकर्ताको यो स्पेशल एपिसोडमा यहाँलाई स्वागत छ। यसमा चाहिँ हामीले अलि डिफ्रेन्ट कुराको बारेमा छलफल गर्ने प्रयास गरेका छौँ। आउनुहोस् भिडियोलाई सुरु गरौँ। हामीले त कसै न कसैले त भनेको सुनेकै छौँ, यो सेयर यदि यति वर्ष अगाडि किनेको थियौँ भने यो यति करोड अथवा अरब हुन्थ्यो भनेर। के यो वास्तविकता हो त? कि यो आइडियल कुरा मात्र हो? आइडियलिस्टिक र रियलिस्टिकलाई चिरफार गरेर हेरौँ है त। किन त यो सेयर नै भनियो त? अहिले वर्तमान सेयरको प्राइसलाई अथवा सेयर चलिरहेको आधारलाई मानेर पहिला यो सेयर यतिमा किनेको थियो, अहिले त्यसलाई यति करोड हुन्छ भनेर मूल्याङ्कन गर्नु के सही हो त? त्यही सेयर पिक गर्ने प्रोबेबिलिटी चाहिँ कति थियो त? पक्कै पनि त्यतिखेर त्यो कम्पनीको अथवा त्यो सेयर कसैले पनि हामीलाई फ्रीमा त दिनेवाला थिएन। त्यसको लागि पनि अभियसली पैसा त लाग्थ्यो। पैसा लाग्दा पनि थोरै 1-2 हजारले पनि त 1 करोड अरब बनाउन त सम्भव हुँदैन थियो होला। त्यसको लागि पनि त हामीले राम्रै रकम त्यतिखेरको जमानामा खर्च गर्न पर्दथ्यो। 1 लाख 2 लाख भनेर भनेको सुन्नुभएको होला। के त्यतिखेर त्यो लाख रुपियाँ पनि अहिलेको अरबभन्दा महँगो थियो कि? एकैचोटि लाखौँ पैसा सबैजनासँग नहुन पनि सक्थ्यो। धेरैले भिडियोमा अथवा बोलेको त सुन्नुभयो होला तपाईँहरूले, त्यो कम्पनी यो कम्पनी भनेर। तर के तपाईँलाई थाहा छ त्यतिखेरै इस्टाब्लिस भएका कम्पनीहरू पनि कति कम्पनीहरू लसमा गए, कति कम्पनी डुबे। त्यतिखेर पनि कति पैसाहरू त त्यतिखेर हालेको 1000 10,000 पनि अहिले जेरो पनि भएका छन् नि। त्यो कुरा चाहिँ कहाँ गयो त? हामीले यदि झुक्केर पनि ती कम्पनीमा लगानी गरेका थियौँ भने त अहिले हामीसँग 1000 2000 भए पनि त्यो त जेरोमा परिणत हुने। त्यसै गरी कुनै कम्पनी त डिलिस्टिङ पनि त भएका छन्, कम्पनीको पर्फर्मेन्स राम्रो नभएर होला। त्यतिखेर पर्फर्मेन्स राम्रो भएर त्यो हाइपमा आएको कम्पनी पनि कति आफू सस्टेन गर्न नसकेर डिलिस्टिङ पनि हुने अवस्थामा पुगेका पनि छन् त। यदि त्यो सेयर पिक गरिएको थियो भने हामी त्यसमा पनि त डुब्ने रहेछौँ नि त, होइन र? त्यही भएर यो कुरा त रियलिस्टिक भएन नि, यो त आइडियल कुरा पो गरिएको रहेछ त। यसो भनिरहँदा के सेयर बजारमा लगानी गर्ने हुँदैन त? कि सेयर बजारमा लगानी गर्दाखेरि घाटा पनि हुनसक्छ भन्ने कुरा हामीलाई लुकाइएको पो छ कि? त्यसो भए खास कुरा के रहेछ? सबैभन्दा ठुलो कुरा भनेको त समय भयो। त्यो समयमा त्यो कम्पनी चल्यो, फाइदा भयो। तर त्यही कम्पनी पनि अहिलेको समयमा डिलिस्टेड भएको हुनसक्छ, अथवा त्यही कम्पनीबाट हामीलाई घाटा पनि त भएको हुनसक्छ। सधैँ लङ टर्म धेरै लामो समयसम्म सेयर होल्ड गर्दा फाइदा नै हुन्छ भन्ने पनि त हुँदो रहन्छ। कुनै जमानामा राम्रो भनिएको कम्पनी अहिले नराम्रो अथवा अस्तित्वमै नभएको पनि त हुन सक्दो रहेछ। त्यसैले लङ टर्मलाई मात्र फोकस नगरिकन सर्ट टर्मलाई पनि हेरेर लगानी गर्न अलि उचित हुन्छ कि? 2 हप्ता अगाडि किनेको स्टकले पनि 2 वर्षसम्म होल्ड गरेको स्टकभन्दा बेसी फाइदा पो दिन सक्छ कि? यदि हामीसँग सही ज्ञान अथवा सही नलेज छ, टाइमलाई ग्र्याब गर्न सकेको छौँ भने हामीले लङ टर्म नभइकन सर्ट टर्मबाट पनि फाइदा कमाउन सक्छौँ। सर्ट टर्मलाई पनि हामीले आफ्नो प्रफिट बुक गर्ने माध्यम बनाउन सक्छौँ। होला 1-2 कम्पनी त्यस्तो भयो होला, लाखौँमा 1-2 जनाले 1000 लगानी गरेर पनि 10औं लाख करोडौँ बनायो होला। अब आफै इमेजिन गर्नु, अस्ति परेको स्वस्तिक लघु वित्तको आइपिओ सबैलाई परेन नि। ती पर्नेले त 1000 रुपियाँले 30,000 पनि त बनाउनेवाला छन् नि। एक्ज्याक्टली कुरा यही नै हो। हामी भनेको हामी साना लगानीकर्ता हौँ। हामीले आइडियलिस्टिक कुरा भन्दा पनि रियलिस्टिक कुरामा एकदम धेरै फोकस गर्नुपर्छ। हाम्रो लागि सबैभन्दा ठुलो म्याटर भनेको पैसा, र त्यो पैसा भनेको हामीले लामो समयसम्म होइन कि सर्ट टाइममा लगानी गरेर स्मार्टली फाइदा कमाउन सिक्नु नै सबैभन्दा राम्रो उचित उपाय हो। हाम्रो भिडियोलाई फलो गर्न नबिर्सिनु है। धन्यवाद।